सधैँ दाइका जुलाई रक्षा होस्। ल परमेश्वरी, लौ मेरो प्यारो भदैहरूले राम्रो पढुन्, राम्रो पैसा कमाउन्, करोडपति हुन्, राम्रो दाइ तले पाँच तले घर बनाउन्, कार हाउस मोटर हाउस पढेर नाम कमाउन्, नाम रोशन गरून्। म पहिला ठुलो भदैलाई लगाइदिउँ है। सानोबाट कि ठुलोबाट के लगाइदिउँ? यसै लगाइदिनुको हुन्छ, यसै लगाइदिनुको त्यसैले यति पानी आउनु थिएन। जय जयकार होस्। ल परमेश्वरी सधैँ रक्षा गर्नु दाइ भाउजू, परदेशमा भएको दाइ भाउजू भदैहरूलाई। ल पढाइमा राम्रो हुन्, ज्ञानी हुन्, लेखुन्, ठुलो मान्छे बन्नुन्, बाबुआमाको नाम रोशन गरून्, बाजे बजेको नाम रोशन गरून्। ल सबभन्दा राम्रो नम्बरले पास हुनु है एक्जाममा, राम्रो जागिर गर्नु, सरकारी जागिर खानु। ल भाउजू पनि आँटेको ताकेको फोकस दाइ भाउजूलाई भने जस्तै होस्। ल सबै चाहना पुरा होस्, सबै नगरहरू छोडौँ, सधैँ रक्षा गर्नु ल ईश्वर। ओ आऊ म त केराको पात पनि गरेन कि यस्तै राम्रो हुन्छ। भइ त हाल्यो नि। तेरो चाहिँ टिका त हजुर आफू बाटोमा फाल्नको लागि छोरीले थिए धेरै छ, त्यही छुट्टाएर फालेको हामीलाई त। मैले ट्विटर त्यो फाल्न भनेको लागि राम्रोसँग बस न बाबु, भाइ चाहिँ मैले गोल्डन कलरको लगाइदिएँ न, गोल्डन कलरको बिचमा राम्रो देखिन्छ कि तल्किने। त्यस्तो गर, यस्तो गर, हो त्यस्तै। यसो गरेको छोरा भन्न आएर बधाई मेरो प्यार बधाई, ठुलो हुने, राम्रो मान्छे हुने है, ज्ञानी हुने, धेरै पैसा कमाउने, कार किन्ने, के किन्ने? कार किन्ने, फुपूलाई भेट्न आउने कारमा चढेर राखा अलि देउला कारमा चढेर आउने, मम्मी बाबाको नाम रोशन गर्ने। मलाई त गोलो लगाइदिनु है। हुन्छ त्यहाँपट्टि टिका चाहिँ के यहाँ अरू लगाइदिनु, बिचमा टल्किनु लगाइदिनु। कस्तो लगाइदिनुहुन्छ हजुरलाई? गोलो लगाइदिनुहुन्छ कि लाम्चस? के हजुरलाई के दिदीले कि आमाले खै गोलो लगाइदिनुहुन्छ, कहिले कहिले लाम्चे लगाइदिनुहुन्छ, पराहरू गोलो लगाइदिनु थियो, पोहरू लाम्चे लगाइदिनु थियो, जसो जसो मेस हुन्छ त्यसै त्यसै टिका त हो भनेर के होइन। आइमेलाई गोलो राम्रो देखिन्छ कि दुईटा हातले देऊ, यो यहाँ राखेर दुईटा हातले देऊ।
ल ढोक गर फुपूलाई चिउ गर भयो भयो टिका ल लगाएर पानी ढोक गर फुपूलाई नमस्ते भन नमस्ते मन ढोक गर्नु पर्दैन मैले खाना मैले खानाहरू खुवाउँछु बस न एकछिन खाना खुवाउँछु के एकछिन बस त मैले खाना खुवाउँछु